जेन्जी आन्दोलनपछि बाँकेका 8वटै पालिकामा सम्पन्न नेकपा एमालेको वडास्तरीय कार्यक्रमले पार्टी पुनः ग्रासरुट ऊर्जा र एकतामा उभिएको सङ्केत दिएको छ। यस पटक नेताहरूको निर्देशन भन्दा पनि कार्यकर्ताहरूको धारणा, गुनासा र सुझाव सुन्नेमा जोड दिएको थियो, जुन लोकतान्त्रिक अभ्यासको सकारात्मक रूपान्तर हो। कार्यकर्ताहरूले स्पष्ट रूपमा पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको र चुनौतीपूर्ण परिस्थितिमा उहाँलाई थप बलियो बनाउनुपर्ने आवश्यकता औल्याएका छन्। उनीहरूका भनाइमा केपी ओलीले प्रदर्शन गरेको राष्ट्रिय स्वाभिमानको दृढ प्रदान र पार्टीभित्र विगतमा देखिएका विभाजनकारी गतिविधिलाई आन्तरिक संवाद र जिम्मेवार नेतृत्व मार्फत न्यून गर्दै एकतापूर्ण वातावरण बनाएको विश्वास प्रमुख कारण हुन्। विशेष गरी माधव नेपाल समूहसँगको प्रतिस्पर्धापछिको अवस्थालाई सम्हाल्दै ओलीले पदाधिकारीदेखि जिल्ला तहसम्म सबै पक्षलाई समेटेर अघि बढेकाले ग्रासरुटमा अब पक्ष विपक्ष भन्ने सोच कमजोर हुँदै गएको छ। एमाले कार्यकर्ताको केपी ओली प्रतिको विश्वासले पार्टीको आगामी रणनीतिमा कस्तो प्रभाव पार्ला? आफ्नो विचार कमेन्ट